यो चाहिँ अब शेर्पाहरूको जुहारी खेल्ने टाइपको नादिङ भाका भन्छ यो चाहिँ एकदम पुरानो भाका हो शेर्पाहरूको अनि खासमा अब यस्तै भाकामा गीतहरू हुन्छ तर मैले चाहिँ म चाहिँ इलामको भएर पनि अनि त्यो इलामै सर च्याबारी राम्रो पहिल्यैदेखि मनपर्ने गीत अनि त्यसलाई चाहिँ मैले यता ढालेर गाएको त्यही राख्छु ल सहर च्याबारी राम्रो इलामै सहर च्याबारी राम्रो ओइ कान्छा ती पार्यो घर मेरो चट्टै ओइ कान्छा ती पार्यो घर मेरो चट्टै इलामै माथि त्यो चुरे घाँटी इलामै माथि त्यो चुरे घाँटी ओइ कान्छा त्यही माथि हागे बर चट्टै ओइ कान्छा त्यही माथि हागे बर चट्टै हागे बर माथि चढेर हेर्दा हागे बर माथि चढेर हेर्दा ओइ कान्छा देखिन्छ मेरो घर चट्टै ओइ कान्छा देखिन्छ मेरो घर चट्टै एक नाले बन्दुक दुई नाले बन्दुक एक नाले बन्दुक दुई नाले बन्दुक ओइ कान्छा मृगलाई ताकेको चट्टै ओइ कान्छा मृगलाई ताकेको चट्टै मृगलाई मैले ताकेको हैन मृगलाई मैले ताकेको हैन ओइ कान्छा मायालाई डाकेको चट्टै 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 यस्तै यस्तै हुन्छ हाम्रो भाकामा शेर्पा भाषामा नि हुन्छ अनि यता चाहिँ मैले यसलाई यता ढाली हेरेको हुन्छ अनि यो चाहिँ नेपाली गीतै थियो यहाँले चाहिँ शेर्पा ल्याङ्ग्वेजकै आफ्नै यो टुङ्नामा चाहिँ आफैले एरेन्ज गर्नुभयो आफ्नै ढङ्गले चाहिँ गाउनुभयो इलामी सहर चियाबारी राम्रो भन्ने गीत छ नि त्यही गीत हो यो चाहिँ नेपालीमा थियो नेपालीमा हजुर यसलाई चाहिँ शेर्पा टोनमा यो टुङ्नामा चाहिँ मिल्ने गरी म्याच हुने गरी चाहिँ तपाईँले गाउनुभयो हजुर अब यहाँसँग फुटी शेर्पासँग हामी संवाद गरिरहेका छौँ र हामी संवादको अन्तिमतिर नै आइरहेका छौँ फुटी शेर्पा अब यो यात्रामा पक्कै पनि तपाईँले चाहिँ सफलता पाउनुहुनेछ तपाईँले थुप्रै चाहिँ भ्युअर्सहरू फ्यान फलोवर्सहरू नै कमाइसक्नु भएको छ जस्तो शेर्पा समुदायका कार्यक्रमहरू होइन सांस्कृतिक कार्यक्रमहरू बाहेक अरू कार्यक्रमहरूमा चाहिँ तपाईँ जानुहुन्छ कि जानुहुन्न त्यस्ता सांस्कृतिक कार्यक्रमहरूमा तपाईँलाई डाकिन्छ कि डाकिँदैन के छ यो विषयमा भनिदिनुहोस् शेर्पा समुदायको कार्यक्रमहरूमा चाहिँ प्राय सबै ठाउँमा पुगेको हुन्छु अनि योभन्दा बाहेक अरूमा पनि म इन्भल्भ भइरहेको हुन्छु जस्तो अरू सांस्कृतिक कार्यक्रमहरू के नेपाली गीतहरू अरू थुप्रै चाहिँ ठाउँहरूमा चाहिँ खुल्ला सांस्कृतिक कार्यक्रमहरू कन्सर्टहरू होइन आयोजन गरेको हुन्छ नि त्यस्तोमा नि तपाईँ गाउन जानुहुन्छ हजुर गाउन कतिको मन पराउँछन् जस्तो होइन तपाईँ यही ड्रेसमा शेर्पा ड्रेसमै जानुहुन्छ हजुर प्राय शेर्पा ड्रेसमा नै गइरहेको हुन्छ हजुर अनि त्यो कार्यक्रमहरूमा पनि तपाईँ जानुहुन्छ भनेपछि आम्दानीको हिसाबले तपाईँ आफ्नो चाहिँ यो गायन क्षेत्रमा हैन लाइभ कार्यक्रमहरुमा पनि जानुहुन्छ त्यहाँबाट नै आम्दानी गर्नुहुन्छ होला हैन अनि त्यसपछि ती बाहेकका अरु कल्चरल प्रोग्रामहरुमा चाहिँ जहाँ जानुहुन्छ त्यहाँबाट पनि कमाइ हुन्छ अनि आफैले पनि गीत संगीतहरुमा चाहिँ लागिरहनु भएको छ यो त्यो बाहेक तपाई चाहिँ अरु पेशा व्यवसाय केही गर्नु भएको छ कि छैन व्यवसाय चाहिँ छैन अब यसरी सानो जब चाहिँ गर्छु ए आफै जब चाहिँ गर्नुहुन्छ
के सम्बन्धी जब छ यो चाहिँ लामा कन्स्ट्रक्सनमा एकाउन्ट डिपार्टमेन्ट जब गर्छु अकाउन्ट डिपार्टमेन्ट त्यो पनि हेरिरहनु भएको छ साङ्गीतिक क्षेत्रलाई पनि अगाडि बढाइरहनु भएको छ साथमा स्टडीलाई नि स्टडीलाई लगाइरहेछु पनि अगाडि बढाइरहनु भएको छ हजुर जीवनमा तपाईँ खुसी साथ आफ्नो जीवन यात्रालाई अगाडि बढाइरहनु भएको छ तपाईँका फ्यान फलोवर शुभेच्छकहरूलाई मिडिया मार्फत के भन्न चाहनुहुन्छ मेरो जो शुभेच्छक फ्यान फलोवर्सहरूलाई चाहिँ जति पनि मलाई सपोर्ट गर्नुहुन्छ अब उहाँहरूलाई चाहिँ एकदमै यहाँहरूको साथ सपोर्ट होइन यहाँहरूको के भन्छ अब यहाँहरूको कुराहरूले नै म चाहिँ अलिकति मोटिभेट भएर होइन अघि बढिरहेछु यहाँहरूले साथ सपोर्ट अहिले पनि अघि बढिरहेको छ आउने दिनमा पनि साथ सपोर्ट गर्नुहुन्छ भन्ने आशा राखेको छु अनि उहाँहरूको नै मायाले साथ सपोर्टले नै आज म यहाँसम्म छु अनि नयाँ गीत सङ्गीतहरू आउँदैछ अब मेरो मेरो आफ्नै युट्युब च्यानल छ फुट्टी शेर्पा 7 नभए म्युजिक मेलोडी 7 भनेर त्यसमा एक दुईवटा गीतहरू छ अब नयाँ गीत पनि आउनेवाला छ भर्खरै रेकर्ड गरेको छ हाम्रो दावालो तामाङज्यूले लेख्नुभएको गीत च्याङबाले घुम्न जाउँ भन्छ थेबाले घुम्न जाउँ भन्छ भन्ने एउटा त्यो चाहिँ नेपालीमा सेलो तामाङ सेलो टाइपको हो त्यो गीत कस्तो छ त्यो अहिले थोरै सुन्न मिल्छ टुङ्नामा चाहिँ अहिले मैले गरेको छैन यो सुन्न मिल्छ प्लिज एकचोटि सुनाउँ टुङ्नामा छैन यसरी गाएर चाहिँ यो गीत चाहिँ अब हाम्रो दावा तामाङलो हाम्रो आदरणीय लिरिक्स राइटर उहाँले लेख्नु भएको अनि अरेन्ज चाहिँ हाम्रो यता प्रेम दाइले गर्नुभएको अनि छिट्टै आउँदैछ यहाँहरूले फुट्टी शेर्पा 7मा हेर्दै युट्युब खोलेर फुट्टी शेर्पा 7 भनेर गर्यो भने हजुर आउँछ अब केही दिनमा अनि यो गीत चाहिँ अब खासमा यो गीतमा चाहिँ मैच्याङ एकजना केटी हुन्छ दुईजना अब च्याङबा र थेबा दाजुभाइ दुईजनाले मैच्याङलाई मन पराएको घुम्न जाउँ भनेको होइन मैच्याङलाई मन पराउने टाइप दाजुभाइले चाहिँ मैच्याङलाई मन पराएको हुन्छ अब घुम्न जाउँ यताउता भनेकोमा चाहिँ अनि बिहे गर्छु यताउता प्रस्ताव राख्दा चाहिँ मैच्याङ दोधार भएको त्यस्तो टाइपको छ यो चाहिँ अलिकति राख्छु च्याङबाले घुम्न जाउँ भन्छ थेबाले घुम्न जाउँ भन्छ हो च्याङबाले घुम्न जाउँ भन्छ थेबाले घुम्न जाउँ भन्छ दोधार भयो यो मेरो मन कता जाउँ भन्छ कता हो जाउँ भन्छ यस्तै छ अब छिट्टै सुन्नुमा पाइन्छ एकदमै पक्कै पनि दर्शकहरू हामी फुट्टी शेर्पासँगको संवाद गरिरहेका छौँ खास गरिकन यो देशमा थुप्रै कला संस्कृति भाषा वेशभूषाहरू छन् विविधता बीचको एकता र अनेकता बीचको हाम्रो एकता नै राष्ट्रिय एकता हो र यस्ता थुप्रै हाम्रा संस्कृति रीतिरिवाज चालचलन चाडपर्व सबैले यो देशलाई थप सुन्दर बनाएको छ हामी उहाँसँग कुराकानी गरिरहेका छौँ र फुट्टी शेर्पा नै यो देशको एउटा हिरा हो र हामीले साँच्चै शेर्पा समुदायबाट उदाउँदै गरेका फुट्टी शेर्पालाई साथ समर्थन र सपोर्ट गऱ्यौँ भने पक्कै पनि यो देशको एउटा शान हुनेछन् र उहाँसँगको आजको संवाद हामीले गऱ्यौँ हामी यस्तै संवादहरू गर्नेछौँ र तपाईँसँगको यो संवादमा हाम्रो मिडिया मार्फत तपाईँले के भन्न चाहनुहुन्छ आफ्नो भनाइहरू राख्नुहोला जति पनि यो बिएमएन 4K टिभी हेरेर बसिरहनु भएको छ यहाँहरू अब सबैजनालाई युथलाई अनि मसिना भाइ बहिनीहरूलाई अनि सबैजनालाई चाहिँ के भन्न चाहन्छु भने हामी नेपाल चाहिँ एकदमै सानो देश भने तापनि हामी विभिन्न जात जाति मिलेर बसेको एकदमै धेरै फुलहरू फुलेको अब फुलबारी फुलको बगैँचा जस्तै छौँ हामी जात जातिहरूको विविधताले भरिएका छौँ अनि अब यो युगसँगै परिवर्तन हुँदै जाँदा धेरै अब भाषा कला संस्कृतिहरू हराउँदै गइरहेको बेला चाहिँ हामी जस्तै युथहरूले चाहिँ यो आफ्नो म जस्तो शेर्पाहरूलाई मात्रै भन्दिनँ यो चाहिँ हामी शेर्पा समुदाय भयो अरू समुदायहरूले पनि युथहरूले आफ्नो भाषा कला संस्कृतिमा एकदमै चासो राख्नुहोला यसलाई जोगाएर राख्नका लागि यहाँहरूले नै चासो राखेर सिक्ने सिकाउने कार्य गर्नुहोला हाम्रो भाषा कला संस्कृति हराउनु भनेको चाहिँ हामी अब हाम्रो पहिचान हराउनु जस्तो हो भन्दै
यहाँहरू सम्पूर्णलाई पनि आफ्नो भाषा कला संस्कृति जगेर्ना गर्नका लागि आफ्नो आफ्नो ठाउँबाट आफूले सकेको कोसिस गर्नुहोला भन्न चाहन्छु। र जति पनि युथहरू जोसुकै युथ मात्रै नभए नि जोसुकै चाहिँ अब आफ्नो भाषा कला संस्कृतिलाई माया गरेर अघि बढिरहेको छ र बढ्न चाहन्छ भने उहाँहरूलाई कृपया यहाँहरूले साथ सपोर्ट पनि दिनुहोला भन्न चाहन्छु। यो साथ सपोर्ट चाहिँ उहाँहरू एकजना व्यक्तिलाई मात्रै गरेको हुँदैन, यो चाहिँ आफ्नो सिङ्गो समुदायको लागि गरेको हो भन्ने पनि ठान्नुपर्दछ भन्दै यहाँहरू सम्पूर्णलाई मेरो चाहिँ यति नै कुरा राख्न चाहन्छु। धन्यवाद। यहाँ अब जाँदा जाँदै बिएमएन फोके टिभीलाई पनि यसरी निमन्त्रणा गर्नुभएर यसरी अब मैले मेरो समुदायको यस्तो आफ्नो लोकबाजासँग मौलिक गीतहरू प्रस्तुत गर्न पाएँ अनि आफ्नो कुराहरू यहाँ सेयर गर्नु पाएँ, एकदमै खुसी लागेको छ। बिएमएन फोके टिभीलाई धेरै धेरै धन्यवाद। अनि यो भिडियो अब यहाँहरू सम्पूर्णले धेरैभन्दा धेरै लाइक सेयर गरिदिनु होला होइन। अनि अब फुटी शेर्पालाई पनि यहाँहरूले साथ समर्थन दिनुहोला भन्न चाहन्छु। दर्शकबिनहरू, आज हामीले फुटी शेर्पासँग संवाद गऱ्यौँ। मैले अघि नै संवादको सुरुवातमा पनि भनेको थिएँ, यो देशले नचिनेका थुप्रै हिराहरू छन् जोसँग कला क्षमता र यो देश हाँक्न सक्ने थुप्रै त्यस्ता दक्ष भिजनरी युथहरू छन्। त्यस्तै युथमध्ये एकजना हामीले फुटी शेर्पासँग उहाँको गायनमा भएको प्रतिभा, त्यस्तै गरी उहाँको शेर्पा समुदायमा एउटा लोकप्रिय लोकबाजा टुम्नासँग हामीले आज मनोरञ्जन पनि गऱ्यौँ र सँगै उहाँलाई हामीले यो संवादमा भनेका छौँ उहाँ पनि यो देशमा कला, आफ्नो गायन प्रतिभासँगै सामाजिक र राजनीतिक जीवनलाई अझ माथि बढाउन सक्ने एउटा दक्ष क्षमतावान युथभित्र पर्नुहुन्छ। उहाँको आगामी दिन एकदमै सुखद साथ बितोस् र उहाँको आगामी यात्रा सफलताको कामना पनि गर्दैछौँ र हामी यस्तै संवादहरू यहाँहरूसँग निरन्तर गरिरहनेछौँ। आजको कार्यक्रमबाट भने बिदा माग्न चाहन्छु। नमस्कार। BMN News. In-depth stories.